नमस्ते, शुभ बिहानी। आज 2082 साल वैशाख महिनाको 27 गते शनिबार। अहिले बिहानको 6 बजेको छ नेपालमा। त्यति बेला मैले यहाँहरूलाई सनराइज हुँदै गरेको सिन दृश्य कैद गर्न सफल भएको छु र यहाँहरूलाई पनि दर्शन गर्नको लागि देखाइरहेको छु। हार्दिक हजुर छ, हेर्नु होला। सनराइज भयो, अब फुल सन डाँडामाथिबाट आइसक्यो। अब मैले पूर्वबाट यहाँहरूलाई बिस्तारै बिस्तारै उत्तरतिर लगेँ। त्यो जहाँबाट सन आएको छ त्यहाँनिर त्यही पिक देख्नुहुन्छ भने बादल लागेको छ, त्यति देखिएको छैन, त्यो लमजुङ हिमाल। अनि त्यसपछि यहाँ यो बिजुलीको पोलबाट अलि यता आउनुभयो, त्यो अन्नपूर्ण थर्ड अन्नपूर्ण हिम श्रृङ्खला अन्तर्गत अन्नपूर्ण फेस हो। त्यसपछि माछापुच्छ्रे पिक देख्नुभयो। अनि त्यतापट्टि त्यो अन्नपूर्ण फर्स्ट सेकेन्ड बिस्तारै जानुपर्यो। पर त्यो घरको माथितिर अलिकति त्यो बिजुलीको पोल कटेपछि त्यो हरियो ट्याङ्की माथि थोरै देख्नुहुन्छ, त्यो चाहिँ नै धौलागिरी। अनि त्यसपछि यसरी बिस्तारै जाँदाखेरि नेपालमा फेमस शिव, त्यो दुईवटा झन्डाको बिचमा तपाईँले हेर्नुभयो भने, निहालेर हेर्नु भने म अलि टाढा छु, सहरको बिचमा छु। त्यो अलिक पर तालपारी छ शिव मन्दिर। यसरी यहाँलाई मैले पूर्वबाट पश्चिमतर्फसम्म लगेँ। यो दक्षिणमा एयरपोर्ट छ, नयाँ एयरपोर्ट भन्दै त्यो परको सडकको डाँडा, उताको काउको डाँडा, उतापट्टि एउटा रिसोर्ट छ कालिका, त्यो चाहिँ जहाँबाट सनराइज भयो भन्दै यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन, शुभकामना।